बन्दुक रुइतदेखि कुलमान घिसिङसम्म, राजेश हमालदेखि अनिल केशरी शाहसम्म यस्ता कैयौं व्यक्तिसँग पार्टीको नेतृत्व गरिदिन हार गुहार गरे। कसैले विश्वास नगरेपछि मात्रै म आफै सभापति भएर पार्टी दर्ता गरेको हुँ। पार्टी खोलिसकेपछि पनि नेतृत्व लिनुस् वा कम्तीमा पनि उम्मेद्वार बनिदिनुस् भनेर मैले कैयौं ढोकाहरू ढकढकाएँ, तर मेरो चुनाव प्रचारको समय नष्ट मात्रै भयो। धेरैले मानेनन्। जनताले रासोपालाई चौथो ठूलो पार्टी बनाए। करिब 11% समानुपातिक मत पायौं। नयाँले पनि के नापे भनेको सुनिन्छ कहिलेकाहीँ। हो, अपेक्षा गरे जति नभएको पक्कै होला, तर म सोध्न सक्छु, परिवर्तनका लागि जनताले दिएको मत पार्टी सभापतिका रूपमा रवि लामिछानेले व्यापारी र माफियालाई बेच्यो त? समानुपातिक मत भनेको नेतालाई बेचेको मत जस्तो बुझिन्थ्यो। नेताले या परिवार, नातागोता र दासहरूलाई सांसद बनाउँथे या व्यापारीलाई बेच्थे। त्यस्तै गर्यो त रासोपाले। प्रत्यक्षमा जस्तै रासोपाले आफूले पाएको समानुपातिक मतमा पनि जनताका सबैभन्दा प्रतिबद्ध प्रतिनिधि छान्यो। म गर्वका साथ सोध्न सक्छु, एसिड आक्रमणमा परेकी बिन्दवासिनी कंसकारलाई कहिल्यै संसदमा लैजान्थे यिनीहरूले? परदेश छोडेर फर्किएकी सुमना श्रेष्ठ यिनीहरूको पार्टीमा कहिल्यै अटाउने थिइन्? स्थापित भनिएकाहरूले कहिले दिन्थे मनिष झा र सन्तोष परियारहरूलाई पालो? देशको अर्थतन्त्र जर्जर हुँदा समेत डाक्टर स्वर्णिम वाग्ले जस्तो विश्वले मानेको अर्थविदलाई लत्याएकाले कहिले चिन्थे डाक्टर चन्दा कार्कीहरू? यिनीहरूले कहिल्यै प्रत्यक्ष निर्वाचनमा उतार्थे त तोसीमा र सोभिता जस्ता भरभराउँदा युवाहरूलाई? माफियालाई टिकट बेच्नेहरूले कहिल्यै मौका दिन्थे त हरि ढकालहरूलाई? मन्त्री बनाउँथे त विराज भक्त श्रेष्ठ, शिशिर खनाल जस्ता क्षमतावान युवालाई? वर्तमान व्यवस्था र संविधान मानेरै पुराना राजनैतिक दलभित्र रहेको विकृति विसङ्गति सम्बोधन गर्ने गरी हामीले नयाँ पार्टी बनायौं। आज रासोपा बिनाको प्रतिनिधि सभा कल्पना पनि गर्न सकिँदैन। जनताका होनहार छोराछोरीको संसदमा उपस्थिति, तिनको मेहनत र निष्ठाको राजनीतिलाई स्वीकार गर्न पनि यो देशका विद्वान विश्लेषकहरूलाई किन गाह्रो परेको हो मैले बुझ्न सकेको छैन। देशको परिस्थितिलाई मूल्याङ्कन गर्दै लम्बेतान आर्टिकल लेख्न र विश्लेषण गर्न रवि लामिछानेलाई पनि नआउने होइन, तर रवि लामिछानेले यस्ता विश्लेषणको प्रभाव देखिसकेको छ। मलाई यो देशको व्यथितिको थप व्याख्या गर्नु छैन, व्यथिति भत्काउनु छ। व्यथितिका वाहकहरूलाई निवेदन दिएर वा अनुरोध गरेर यो देशमा थितिको शासन सुरु हुँदैन। यिनीहरूलाई ललकारेर र धावा बोलेर मात्र थिति बसाल्न सकिन्छ। यिनीहरूलाई चुनौती दिएको मूल्य अहिले मैले तिरिरहेको छु, तर म विचलित छैन। यो आँट र संकल्प भत्काउन यो देशको इतिहासका सबैभन्दा ठूला ठगहरूले उल्टै मलाई ठग साबित गर्ने षड्यन्त्र गरिरहेका छन्, तर म अलिकति पनि हल्लिएको छैन।